हेलो औ के छ खबर? ठिक छ सबैको के छ? ठिक छ खानपिन भयो? पुरै मुख देखाउन छोरीहरूले चाहिँ गर्ने क्या छ। भयो छैन अब खाने हो। अरु के छ खबर? ठिक छ आज यहाँ केही रहेछ यसरी बियर ल्याइदिएर बुढाले अब यो बियर त मैले खान्न यो दुइटै दाइलाई हुने भयो। तिमीलाई घाटा लाग्ने भयो त खाऊ एउटा मलाई त घाटै लाग्नु भयो। बियर हो कि कोल्ड ड्रिङ्क हो? कोका-कोला ल्याइदिन पर्ने नि है बियर। कोल्ड ड्रिङ्क होला के वो डाइट कोक भन्ने हो नि त इन्डियामा त्यस्तै प्याक गरेको त्यही हो कि? घ्याममा खाएर सुताउनु के भयो र? त्यस्तो कुरा गर्ने अरु के ल्याइदियो? मिठाई सिठाई ल्याइदियो होला कफी सफी के ल्यायो? यो मिठाई ल्याइदिँदा के यस्तो के आज त खासमा केही चाहिँ भएर होला। अब यस्तो मलाई एकदम घाटा हुन्छ मैले यिनी केही खान्न हेर्नु मलाई मन पनि पर्छ। के चिज हो? ल्याइदिएनै किन मोमबत्ती बालेर ल्याइदिएछ है। मोमबत्ती बालेर ल्याइदिए? कहिले छ यो बालेको हो हेर्नु बालेर दियो र दिँदाखेरि दान होला क्या छोरा जस्तो। यस्तो के त साउन महिनाको अब हाम्रो पहिलो सोमबार हो नि त्यस्तै हो कि केही मलाई थाहा भएन। दान हो क्या दान। त्यही होला। पुरै मुख देखाउन छ्या। हेर्न पर्छ यो। होइन यहाँ रेकर्ड पनि त हुन्छ कोही बेला थाहा छैन र? जहिले रेकर्ड गर्ने मान्छे अब कति बेला जहिले भन्ने हुन्न कतिर अब दिनमा एकचोटि भनेको हिजो त हालिएन। दिनमा एकचोटिको हालम भन्ने हो दिनमा त 10 चोटि 20 चोटि कुरा हुनेलाई एकचोटिको मात्रै त रेकर्ड हो क्या। म खाना खान्छु। के हो खाना? अलि यसो बोल न 5 मिनट जति बोलाउ त त्यसपछि म पनि काममा जाम्ला। अरु के खा? पानी आएन घाम लाए त घाम भने यहाँ नि हिजो त यस्तो पानी आउनु लाग्यो छैन। काम गर्न भन्न आएको थियो कि त्यतिकै बस्न आए? कामै छैन के छ। दिदी नआउँदाखेरि काम हुने भएन कि? आउँछ भने तँ के तिमीलाई केही भएन क्या? मैले किस्मत जस्तो ल्यायो त्यस्तै पर्ने हो क्या। रात दिन काम गर्नु पर्यो कामै पर्यो, बसेर खानु पर्यो बसेर खानु पर्यो। त्यहाँ सानसाना काम भएका आफूले आँखाले देखेर गर्दै गर्ने। गार्डनमा दाइलाई हेल्प गर भने होइन र? एउटा पनि केही छैन। टमाटर सिमला मिर्च हो अब त्यसको त्यो बिहानमा पानी हाल्ने काम त यस्तो थोपा सिँचाइ भन्ने चाहिँ हुन्थ्यो नि पहिला के पाइपबाट पानी थोपा गरेर त्यस्तै छ त भनेको त आज हो भोलिबाट नेक्स्ट विक भोलि चाहिँ आउनु पनि सक्यो कि दिदी। हप्ताको इन्डिङ भएपछि नेक्स्ट विक भन्छ क्या अर्कालाई। अरु ठिक छ। भाषा ऊ के भन्छन् भाषा नबुझ्ने के भन्छन् त बाआमा? बोल्छन् कि आएर लेलो भन्छन् कि के? लेलो भन्न पनि भएन, हिन्दी भएन। जे गरे नि इसारा बुझ्ने इसारा तर भाषा सिक्नु पर्छ जति सक्दो चाँडै। त्यो अहिले ऊ खाली बाबालाई त भाषा सिक्नु त नि। तँ
साँच्चै हो के केही काम नभए पनि कुन्नि के त्यो मोबाइलमा त्योपट्टि इन्ट्रेस्टै नलाग्ने कि कता कता हेर्न मन लाग्ने भाषा सिक्नुपर्छ क्या, भाषा सिकेपछि पाको हुन्छ, दुई चारवटा अन्त पनि जानिन्छ, नोकरी फेरिरहनु त हुन्न, त्यही पनि भाषा जानेको अर्कै हुन्छ क्या। अब सबैले इङ्ग्लिस पनि जान्दैनन्, सबैले आफूले पनि त्यो एकदम इङ्ग्लिसमा ठुलो दक्ष भएको परिएन। तपाईँ पढ्नुभयो कि तपाईँ पढेपछि म के पर्ने, म पढे भए के कहाँ हुन्थेँ के, काम चलाउ र ऊ फरक हुन्छ नि बाबु। ल छोरीलाई फोन गर्यौ? दक्ष हुन त अब दक्ष ठाउँमै जन्मिन पर्यो क्या। छोरीहरूलाई फोन गर्यौ? गरे होइन दुइटैले फोन गरेर आउनुहोस् हाम्रो एक्जाम भ्याइयो बाबा भनिदिनु हजुरले पनि, पुरै मुख देखाएन।